हाम्रो कम्पनीको पनि आइपिओ आउँदैछ, अहिले प्रमोटर सेयरमा लगानी गरिहाल्नु होला भन्दै फोन, मेसेज र इमेल पनि आएको पक्कै पनि हुनुपर्छ तपाईलाई। यसलाई लिएर रिसेन्टली सेभनले पनि प्री आइपिओको नाममा पब्लिकमा सेयर बेच्न नहुने भनेर एउटा नोटिस पनि पब्लिस गरेको थियो। सो यो इलिगल हो र? बुझौँ डिटेलमा। प्री आइपिओ इन्भेस्टमेन्ट भनेको के हो त भन्दा प्री भनेको बिफोर अर अगाडि हो र आइपिओ भनेको इनिशियल पब्लिक अफर, जुन सबैलाई थाहा नै छ। सो कुनै पनि कम्पनीको जेनरल पब्लिकमा आइपिओ आउनुभन्दा अगाडि नै त्यो कम्पनीमा इन्भेस्ट गर्ने प्रोसेसलाई नै प्री आइपिओ इन्भेस्टमेन्ट भनेर भनिन्छ। कम्पनी आइपिओमा आएर पब्लिकमा जानु अघि पनि अपरेसनमा हुन्छ। कम्पनीलाई प्रमोटरहरू मिलेर इस्टाब्लिस गरिरहेका हुन्छन् र प्रमोटर भनेको चाहिँ कम्पनीको फाउन्डरहरू हुन्। फर्स्टमा उनीहरूकै आइडिया र इन्भेस्टमेन्टबाट कम्पनी इस्टाब्लिस हुन्छ, तर कम्पनीको डिफ्रेन्ट स्टेजेसमा ग्रोथको लागि कम्पनीलाई इन्भेस्टमेन्ट त चाहिन्छ नै। त्यस्तो बेलामा चाहिँ कम्पनीले जेनरली अरू इन्भेस्टरहरू या कम्पनीहरूबाट चाहिँ इन्भेस्टमेन्ट लिने गर्छन्। यस्तो इन्भेस्टमेन्टहरूमा चाहिँ जेनरली कसको बढी पार्टिसिपेसन हुन्छ त भन्दाखेरि इन्भेस्टमेन्ट कम्पनीहरूको, प्राइभेट इक्विटीको, भेन्चर क्यापिटलको, इन्स्टिट्युसनल इन्भेस्टरको या अलिकति ठुलो इन्डिभिजुअल इन्भेस्टरको साथसाथै तपाईँ हामी जस्तो धेरै इन्भेस्टर्सको पनि पार्टिसिपेसन हुने हुन्छ।